आजको वचन हामी भजन सङ्ग्रह 91को 14, 15 र 16 पदले हेर्नेछौँ। यहाँ यसरी लेखेको छ, भजन सङ्ग्रह 91को 14 पदमा, परमप्रभु भन्नुहुन्छ, त्यसैले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छिटाउने छु। त्यसैले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। त्यसैले मेरो पुकारा गर्नेछ र म त्यसलाई उत्तर दिनेछु र त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु। म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु र त्यसलाई म उद्धारको दर्शन दिनेछु। आमेन। प्रियहरू, परमेश्वरको वचनले तपाईँ र हामीलाई, यो वचनले तपाईँ र हामीलाई भनिरहेछ। अनि परमप्रभु भन्नुहुन्छ, अनि यो चाहिँ भजन लेखकले, होइन, भजन लेखकले चाहिँ भनिरहेछ, परमप्रभु भन्नुहुन्छ, त्यसैले मलाई प्रेम गरेको हुनाले। अनि तपाईँ र हामीले परमेश्वरले जसरी तपाईँ र हामीलाई प्रेम गर्नुभयो, हामी जस्तो पापी तुच्छलाई प्रेम गर्नुभयो, यस संसारमा आउनुभयो 2000 वर्ष अगाडि नै, 2024 साल 25 साल अगाडि नै यस संसारमा आउनुभयो हामी जस्तो पापी तुच्छलाई बचाउनुको लागि, हामीलाई प्रेम गर्नुभयो र होइन, यो संसारमा दुःख र कष्ट सहेर राज्यको सुसमाचार प्रचार गर्दै ती कलरी डाँडामा क्रुसमा बलिदान हुनुभयो। आज उहाँको बलिदानले गर्दाखेरि उहाँको बलिदानले हाम्रो पापहरू क्षमा गर्नुभएको छ, हाम्रो सरापहरू दिनुभएको छ, अन्धकारको शक्तिबाट हामीले ज्योतिको मार्गमा डोराउनुभएको छ, मृत्युको खटलबाट हामीलाई निकालेर जीवन दिनुभएको छ। आमेन। अनि तपाईँ र हामीलाई प्रेम गर्नुभयो, जसरी उहाँले प्रेम गर्नुभयो त्यसरी हामीले प्रेम गर्नुपर्दछ। हामी व्यवस्था 6को 5 पदमा हेर्नु भने, तैँले आफ्नो परमप्रभुले सारा हृदयले सारा प्राणले सारा समाजले प्रेम गर भन्नुभएको छ। हामी हृदयदेखि लिएर हामीले धन्यवाद दिनुपर्छ। अनि प्रेम गर्नु भनेको हामी परमेश्वर हृदयदेखिले चाहिँ धन्यवाद दिनु हो, उहाँलाई हृदयदेखि उहाँलाई प्रशंसा गर्नु हो, किनकि उहाँले हामीले प्रेम गर्नुभयो र हामीले आज जीवन दिनुभएको छ, आज मुक्ति दिनुभएको छ। आमेन। अनि उहाँको वचन र डरमा आज्ञा गरेर जिउनु पर्दछ। अनि त्यसैले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटकारा दिनेछु। अनि जसरी हामीले प्रेम गर्नु, हामीले उहाँलाई चाहिँ धन्यवाद दिनुपर्छ, उहाँको प्रशंसा गर्नुपर्दछ, हृदयदेखि त परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्छ। जसरी उहाँलाई प्रेम गर्नुभयो त्यसरी हामीले प्रेम गर्नुपर्दछ, परमेश्वरको वचनमा हामी जिउनु पर्दछ। आमेन। अनि त्यसैले मलाई प्रेम गरेर म त्यसलाई छुटाउने छु। हरेक हाम्रो जीवनमा आउने दुःख कष्टको बन्धनबाट, हरेक हाम्रो जीवनमा आँधी बेरीबाट, हाम्रो जीवनमा आउने त्यो हरेक घुम्टोहरू हटाइदिने हाम्रो परमेश्वर छ। हाम्रो जीवनमा त्यो पहाडलाई हटाइदिने हाम्रो परमेश्वर छ। हाम्रो जीवनमा हरेक समस्याको बन्धनबाट छुटकारा दिने हाम्रो परमेश्वर हुन्छ। हाम्रो गरुङको जुवाहरू तोडिदिने हाम्रो परमप्रभु छ। हामीलाई छुटकारा दिने हाम्रो परमप्रभु परमेश्वर हुन्छ। आमेन। त्यसैले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसलाई रक्षा गर्नेछु। तपाईँ र हामी जहाँ छौँ, संसारको कुना जहाँ छौँ, हामी जहाँ जान्छौँ, परमेश्वरले हामी रक्षा गर्नुहुन्छ। तपाईँहरू अहिले जहाँ हुनुहुन्छ नि, त्यो ठाउँमा तपाईँको रक्षाको लागि परमेश्वरले स्वर्गदूतहरू खडा गर्नुभएको छ। तपाईँलाई रक्षा गर्नुको लागि हामी जहाँ छौँ त्यहाँ हाम्रो परमेश्वरले हाम्रो रक्षा गर्ने हाम्रो परमेश्वर छ। आमेन। त्यसैले मेरो पुकारा गर्नेछ, परमप्रभु परमेश्वर हामी पुकारा गर्नुपर्दछ। प्रभुको नाउँ, येशू नाउँमा जीवन छ, येशूमा उद्धार मुक्ति छ। येशू परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, परमप्रभु परमेश्वर मेरो मुक्तिदाता हुनुहुन्छ र भनेर हामी पुकारा गर्नुपर्छ। र म त्यसलाई उत्तर दिनेछु। जब हामी परमेश्वरमा हामी उहाँ पुकारा गर्छौँ, हामी जे प्रार्थना गर्छौँ, माग्छौँ उहाँलाई, हामी प्रभु मलाई चाहिँ हरेक मेरो जीवनमा हरेक समस्याको बन्धन र छुटकारा दिनुहोस् भनेर हामी पुकारा गर्छौँ। हाम्रो जीवनमा हरेक मलाई चाहिँ तपाईँको योग्यको बनाउनुहोस्, तपाईँको वचन अनुसार जिउनेवाला बनाउनुहोस्, तपाईँको वचनमा आज्ञाकारिता जिउने एउटा असल छोरा बनाउनुहोस् भनेर हामी पुकार्छौँ। म केही पनि जान्दिनँ प्रभु, मलाई चाहिँ एउटा आज्ञाकारी छोरा बनाउनुहोस्, तपाईँको प्रशंसा गर्ने एउटा छोरा बनाउनुहोस्, तपाईँको आज्ञाकारी जिउने एउटा वचन र डरमा आज्ञाकारी जिउने एउटा छोरा बनाउनुहोस् भनेर जब मलाई तपाईँको धार्मिकतामा मलाई डराउनुहोस्, मलाई चाहिँ एउटा तपाईँ मार्गहरू देखाउनुहोस्, तर मार्गमा तपाईँलाई हिँडाउनुहोस् भनेर जब हामी पुकार गर्छौँ भने हामीलाई टोडाउनु हुनेछ र हामीलाई उत्तर दिनुहुनेछ। आमेन। त्यसलाई म उत्तर दिनेछु। म त्यसको दुःखको घडीमा म त्यससँग हुनेछु। हरेक दुःखको कष्टको पीडामा पनि तपाईँ र हामीसँग परमप्रभु परमेश्वर हामीसँग हुनुहुनेछ। तर तपाईँ र हामी परमेश्वरलाई चाहिँ हामी पुकारा गर्नुपर्दछ। उहाँको डरमा, उहाँको आज्ञाकारितामा जिउनु छ। उहाँले जसरी हामी प्रेम गर्नुभयो
प्रेम गर्नुपर्छ, उहाँले प्रशंसा गर्नुपर्छ, उहाँले धन्यवाद दिनुपर्छ। आमेन। म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। आमेन। तपाईहरु हामीले छुटकारा आदर गर्नुहुने हाम्रो परमेश्वर हुन्छ। लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउने छु। आमेन। तपाईहरु हामीले परमेश्वरलाई आयु दिने हाम्रो परमेश्वर हुनुहुन्छ। तपाईहरु हामीले चाहिँ आयु दिने तपाईँ परमेश्वर हुनुहुन्छ। जब परमप्रभु परमेश्वर हामीले माग्नु पर्दछ आयु पनि हामीले माग्नु पर्छ, प्रभु मलाई आयु दिनुहोस्, मलाई आयु दिनुहोस्। तपाईको म राज्यको लागि काम गर्न चाहन्छु, तपाईको मण्डलीको लागि काम गर्न चाहन्छु, तपाईको महिमा गर्न चाहन्छु, तपाईको राज्यको लागि काम गर्न चाहन्छु। अनि जब हामी पुकार्नु पर्दछ अनि प्रभु मलाई आयु दिनुहोस्, मलाई चाहिँ आयु दिनुहोस् भनेर हामी पुकार्छौँ, परमेश्वरले हामीलाई आयु दिनुहुन्छ। यहाँ भन्छ म लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु भनेर छ। हामी लामो आयु दिने र हाम्रो सन्तुष्ट तुल्याउने हाम्रो परमेश्वर छ। त्यसलाई म उद्धारको दर्शन दिनेछु। आमेन। तपाईँ हाम्रो उद्धारको दर्शन दिने हाम्रो परमप्रभु परमेश्वर छ। आमेन। हालेलुया। हाम्रो जीवित परमेश्वर परमप्रभु परमेश्वरले तपाईँ र हामी जसरी उहाँले हामीले प्रेम गर्नुभयो उहाँलाई हामी प्रेम गर्नुपर्दछ। आजको यो वचनबाट यही सन्देश दिन चाहन्छु, जसरी उहाँलाई हामी प्रेम गर्नुभयो उहाँले हामीलाई त्यसरी हामी प्रेम गर्नुपर्दछ र उहाँको नाउँमा हामी पुकारा गर्नुपर्दछ। अनि हामीले लामो आयु दिएर हाम्रो परमप्रभु परमेश्वर लामो आयु माग्नुपर्छ, आयु दिनुहुने हाम्रो परमप्रभु परमेश्वर हुन्छ। हरेक दुःखको कष्टको पीडामा पनि हामीले छुटकारा दिनुहुने, हामीलाई सन्तुष्ट तुल्याउने, हाम्रो उद्धार दिनुहुने हाम्रो परमप्रभु परमेश्वर छ। आमेन। परमप्रभु माया होस् यो वचनबाट र यो वचनलाई हेर राख्न चाहन्छु। यो वचनबाट म धेरै नै आशिष भएको छु। तपाईँहरू पनि यो वचन सुनेर आशिष हुनुहुनेछ मैले विश्वास गर्दछु। परमेश्वरको महिमा होस् सबैजनालाई। जय मसीह।